एक दिन नेताहरू भोट माग्दा माग्दै नेपाल आमाको घर पुगेछन् अनि भनेछन्, आमा हेर्नु न, जे नहुनु थियो भइगयो, धेरै काम गर्नु थियो अधुरो नै रहिगयो। अब यो कच्ची सडक म रोड बनाइदिउला, बरु तपाईँको अहिले नि खेतलाई म करोड बनाइदिउला। तपाईँको छोरीलाई नि म निशुल्कै पढाइदिउला, छोरालाई भनसुन गरेर सके यतै काम लगाइदिउला, नसके विदेशै पठाइदिउला। तपाईँको वृद्धा भत्ता पनि 1000 बनाइदिउला, भन्नु, बरु के चाहिन्छ सबै मगाइदिउला। तपाईँको बुढालाई पनि खाडीबाट झिगाउनु पर्छ, आमा यसपालि नि हामीलाई नै जिताउनु पर्छ। आमा निराश हुँदै भन्छन्, खै बाबु, मैले त देशकै भलो जिताएकी थिएँ, हरेक पटक तिमीलाई नै जिताएकी थिएँ, तर तिमीले के गर्यौ यस्तो? सक्ने भएको भए म तिम्रो सत्ता ढलाइदिन्थे, मिल्ने भएको भए म नागरिकता नै जलाइदिन्थे। जुन छोरीलाई तिमीले निशुल्क पढाउने भन्दैछौ उसलाई डाक्टर बन्ने रहर थियो, तर विडम्बना आफैलाई बचाउन सकिन अब तिमीले निशुल्कै पढाए पनि मेरी छोरी आउन सक्दिन। आउनु पर्थ्यो मेरो आँसु हेर्न तिमी आरे घाटमा पनि, हेर्नु पर्थ्यो तिमीले निर्मलाको हालत अनि काम थियो तिम्रो आत्मा पनि। अब त 7-8 वर्ष भइसक्यो, निर्मलाले न्याय पाउँछ कि पाउँदैन होला है? धन्न तिम्रो छोरीलाई त कसैले पनि आँखा लगाउँदैन होला है? म आएको थिएँ खाली खुट्टा रुँदै तिम्रो आँगनसम्म न्याय माग्नलाई, जसरी तिमी आएको छौ जुत्ता टल्काउँदै हाँस्दै आँगनसम्म मेरो भोट माग्नलाई। नाङ्गो रातो रगतमा डुबेको मेरो छोरी नभएर तिम्री छोरी भएको भए भन्न सहन सक्छौ र? तर नहोस् कसैको छोरीलाई नि यस्तो भन, यस्तो कानुन बनाउन सक्छौ र? मानिलियो भोट हालिदिए मैले तिमीलाई, भन निर्मलालाई फर्काउन सक्छौ र? अब के रे, भनसुन गरेर मेरो छोरालाई काम लगाइदिने? हेर, भन्न सक्ने ममा तागत छैन, न तिमीमा सुन्न सक्ने क्षमता नै। थोरै छ रोजगारी भएको ठाउँमा पनि तिम्रै आफन्तहरू छन्, अनि कतिले पाए काम घुस दिएर। बिचरा मेरो छोरो फर्किन्थ्यो जहिले इमान्दारीको घुट पिएर। देशमा रोजगार होस्, क्षमता भएकाले रोजगारी पाउन्, तिमीबाट त्यति नै मागेको थियो। देखेन विकल्प अनि भएको एउटा खेतलाई धरौटी राखेर विदेश लागेको थियो। उही थियो जे थियो घरको खम्बा जस्तो अहिले चर्किएको छ। विदेशमा मेसिनले हात काटेर छोरा मेरो फर्किएको छ। सधैँ हुँदा त काम नपाएको उसले भन, अङ्ग भङ्ग हुँदा काम पाउँछ होला र? तिमीलाई भोट हाल्न जाँदा मेरो छोराको हात पलाउँछ होला र? अब मेरो बुढालाई तिमीले फर्काउनु पर्दैन। छोराछोरीसँग रहरले होइन, चिरिएर अलग भएका थिए। अब सकिसक्यो मेरो जवानी, छैन सन्तान पनि अनि भत्किएको छ घर पनि। अब त छैन उसलाई देश फर्किने रहर पनि। उता उसलाई बाँच्नै कठिन लाग्छ अरे। हारेको श्रीमान थाकेको बाउलाई अब टाढै बस्न ठिक लाग्छ अरे। त्यसैले अब तिमीले देशकै मुहार फेरे पनि मेरो बुढा फर्किँदैनन्। तिमी यतिका वर्ष शासनमा बसेर त कुर्सी खोसिने डरले घर घर पसेका छौ। बिचरा त भविष्य नै खोसिने डरले सडक पसेका थिए, जसको एकछिन कुरा सुन्न तिमीले चाहेनौ पनि। के दोष थियो त्यो निर्दोष निर्मला बालकहरूको जसलाई गोली हान्न तिमीले हिचकिचाएनौ पनि? तिमीलाई पो जनताको शरीर सस्तो भयो होला, सोच त। गोली लाग्यो अरे छोरालाई भन्ने खबरले पनि त्यो आमालाई कस्तो भयो होला। सँगै स्कुल पढ्ने साथीको लासलाई काँधमा बोकेर दौडिन कति साहस चाहिन्छ थाहा छैन तिमीलाई? कि त गल्ती गरे भने आवाज नै भएको छैन तिमीलाई? अब तिम्रो झुटको पछाडि दौडिने मेरो बानी छैन। वर्षेनी नेपालमा बाढीमा डुबेर मरेको संख्या बढेको छ, तर खाने पानी छैन। दिन प्रतिदिन विदेश जानेको संख्या धेरै भन्दा धेरै भएको छ।
इन्डियाबाट मगाउनुपर्छ रासन, बिचरा गरिब नेपालीको उत्पादन खेरै गएको छ। तिमी पो सक्छौ भ्याकेसनमा हिँड्नलाई पनि, यहाँ त बच्चा पर्खिन्छ दसैँ नयाँ पोसाक किन्नलाई पनि। तिमीलाई पो खोक्दा पनि अस्पताल जा भनिन्छ, हामीलाई त कोरोना लाग्दा पनि बेसार पानी खा भनिन्छ। खाडीको तातो घाममा तिमीले टेकेकै छैनौ, सीतामोल नपाउँदा मान्छे मरेको तिमीले देखेकै छैनौ। थाके म तिम्रो तडक र भडक देखेर, थाके म गाउँघरको सडक देखेर। तर खुब सुहाएको छ, तर खुब सुहाएको छ तिमीलाई धाक लगाएको पनि। तर तिमी चढ्ने गाडीमा मिसिएको छ मेरो बाको पसिना पनि। रिस छैन, रिस छैन, गुनासो तिमीदेखि चाह्यो भने तिमीले सब थोक गर्न सक्थ्यौ। दाई भाउजू बासँगै बसाएर सोधखोज गर्न सक्थ्यौ, परिवर्तनको एउटा स्रोत बन्न सक्थ्यौ। तर तिमी लाचार बन्यौ। तिम्रो लाचारीपनले पनि द्वन्द्व आउँछ। के आश गर्नु र तिमीबाट पनि भ्रष्टाचारीको गन्ध आउँछ। यतिका वर्ष त तिम्रो लाज पनि भागिसक्यो होला है। मेरा गुनासा सकिनेवाला छैनन्, बरु तिम्रो कान थाकिसक्यो होला। तिमीले दिएको चोटको बदला मेरो भोट हुनेछ, तिमीले दिएको चोटको बदला मेरो भोट हुनेछ। तर यसपालि तिमीलाई होइन युवालाई हुनेछ, तर यसपालि तिमीलाई होइन युवालाई हुनेछ। धन्यवाद।